सुन्दर संसारमा बस्छौं। केवल तिम्रो वरिपरि भएका अचम्मका कुराहरू हेर त। हामी सुरुको समयतिर फर्कौं र यी सबै कसरी सुरु भए भन्ने बारेमा बाइबलले हामीलाई के बताउँछ हेरौं। सुरुमा परमेश्वरले आकाश र पृथ्वी बनाउनु भयो। परमेश्वर अन्धकारमाथि जानुभयो र भन्नुभयो उज्यालो होस्। उहाँले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्नुभयो। पहिलो दिन त्यस्तै भयो। त्यसपछि परमेश्वरले माथिको पानी र मुनितिरको पानीको बीचमा एउटा खाली ठाउँ बनाउनु भयो। उहाँले खाली ठाउँलाई आकाश भन्नुभयो। दोस्रो दिन त्यस्तै भयो। परमेश्वरले पानी जतिलाई एकसाथ जम्मा गर्नुभयो र सुकेको जमिन देखा पर्यो। उहाँले सुक्खा जमिनलाई भूमि र पानी भएको ठाउँलाई समुद्र भन्नुभयो। त्यसपछि उहाँले घाँस, अन्नका बोट र रुख बिरुवाहरू बनाउनुभयो। तेस्रो दिन त्यस्तै भयो। त्यसपछि परमेश्वरले आकाशमा ठूला ज्योतिहरू बनाउनुभयो। उहाँले दिउँसोको लागि सूर्य बनाउनुभयो, रातको लागि चन्द्रमा र सबै ताराहरू बनाउनुभयो। चौथो दिन त्यस्तै भयो। परमेश्वरले पानीमा पौड्नलाई माछाहरू र आकाशमा उड्नलाई पंक्षीहरू बनाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो सन्तानहरू जन्माओ। तिमीहरू रमाउँदै संगीतका धुनहरू निकाल्दै संसारमा भरिँदै जाओ। पाँचौं दिन त्यस्तै भयो। त्यसपछि परमेश्वरले जनावरहरू बनाउनुभयो। उहाँले पाल्तु जनावरहरू बनाउनुभयो, जंगली जनावरहरू र जमिनमा घस्रने जनावरहरू बनाउनुभयो। परमेश्वरले भन्नुभयो अब बनाउन एउटा मात्र बाँकी छ, सबैभन्दा विशेष कुरा। त्यसैले आफ्नै स्वरूपमा परमेश्वरले मानिस र स्त्री बनाउनुभयो। उहाँले भन्नुभयो बाल बच्चाहरू जन्माओ, संसारमाथि अधिकार गर, माछा, पंक्षी र जनावरहरूको हेरविचार गर। छैठौं दिन तब त्यस्तै भयो। त्यसपछि परमेश्वरले आफूले बनाएका सबै कुरा हेर्नुभयो। कस्तो राम्रो छ। उहाँले भन्नुभयो यसरी नै सातौं दिनलाई उहाँले विशेष दिनको रूपमा बनाउनुभयो र उहाँले विश्राम लिनुभयो। सातौं दिन त्यस्तै भयो।